हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। र आज म बनाउँदैछु कटहर। र एउटा कटहर चाहिँ पकाउनको लागि छोडेको 2-3 दिनभन्दा बेसी भइसक्यो, पाकेकै छैन। कसरी पकाउँछन्, अलि चाँडै पकाउने आइडिया छ भने भन्नु होला त। पाकेको कटहर पनि खान मन छ कि मलाई। अनि यहाँ चाहिँ मैले सबैभन्दा पहिला चाहिँ कटहरलाई मसिनो मसिनो पिसेसमा काटेर स्टिम हुनको लागि छोडिदिएँ। अनि यहाँ चाहिँ मैले मसला रेडी गर्दैछु। देख्न सक्नुहुन्छ मसला मैले के राखेँ। लसुन, प्याज, रातो खुर्सानी, हरियो खुर्सानी, जिरा, धनिया अनि अलिकति गरम मसला के थियो सबै गटाङगुटुङ मैले राखेर पिस्दिएँ। अनि यहाँ चाहिँ मैले अलिकति हेर्न बिर्सेछु कि अलि ढिलो हेरेँ होइन। अनि यो चाहिँ जे होस् अलिकति कम पकाउनु पर्ने थियो, अलिकति धेरै पाक्यो र केही पनि भएन, त्यही पनि राम्रै बन्छ। अनि मैले चाहिँ यहाँ कराईमा तेल राखेँ। अनि यो उबालेर राखेको कटहरलाई चाहिँ पालो गरेर थोरै अनि फ्राई गरेँ। एकदमै धेरै फ्राई पनि गर्न परेन होइन। मैले बनाउने स्टाइलको कटहर हो कि साथीहरू, एकदमै मिठो हुन्छ। हजुरहरूले पनि यदि यसरी बनाउनु भएको छैन भने चाहिँ एकचोटि ट्राई गर्नु होला। अनि यहाँ चाहिँ मैले कटहरहरू फ्राई गरेर निकालेँ। देख्न सक्नुहुन्छ थोरै गर्दै अघि राखेको तेलमा नै सबै कटहरहरू फ्राई गरेर निकालेँ। अनि त्यति तेलमा चाहिँ यो पुरै कटहर मैले यसरी फ्राई गरेर निकालेँ। अनि त्यसपछि मैले कराई लिएँ। कराईमा मैले थोरै तेल राखेँ। त्यसपछि चाहिँ जिरा, धनिया अनि अलिकति यो गरम मसला, यसको नाम मलाई थाहा छैन, यो स्टार जस्तो, स्टार के भन्छन् त्यो थाहा भएन, स्टार फ्लावर स्टार के हो भन्छन् कि मलाई नि राम्रोसँग थाहा छैन कि नामहरू चाहिँ। अनि यो चाहिँ मैले अघि पिसेर राखेको मर मसला, प्याज मैले सबै थोक यसैमा राखेको थिएँ। अनि त्यही भएर चाहिँ मैले यसलाई अब भुट्दैछु। यसको पानी सुकुन्जेलसम्म मजाले भुट्ने। अनि त्यसपछि चाहिँ नुन बेसार राखेर यसको तेल छोडुन्जेलसम्म राम्ररी यसको काँचोपन हटुन्जेलसम्म यसलाई मजाले भुटेँ। अनि त्यसपछि मैले फेरि टमाटरलाई पनि पिसेर त्यसैमा राखिदिएँ। अनि यो टमाटर पनि राम्रोसँग पानी सुकुन्जेलसम्म भुट्ने। त्यसपछि पानी आफै तेल निस्किन्छ कि अलिअलि। अनि त्यो पानी सुकेपछि अनि त्यसपछि मैले अलिकति थोरै पानी राखिदिएँ त्यसमाथि। अनि त्यसपछि चाहिँ मैले अघि भुटेर राखेको कटहरलाई पनि यसैमा मिक्स गर्छु। अनि हजुरहरूलाई मेरो भिडियो चाहिँ कस्तो लाग्छ यसो लाइक कमेन्ट गरेर भनिदिनु होला। अनि एउटा कटहर चाहिँ मैले पकाउन राखेको छु। अब कसरी पकाउने, कसरी चाँडै पाक्छ होला त्यसको बारेमा पनि भनिदिनु होला। मलाई चाहिँ थाहा छैन कि अब कसरी चाँडै पकाउने है। 3 दिनभन्दा बढी भइसक्यो, पाकेकै छैन। यहाँ कहिले पाक्ला र खाम्ला भनेर राखेको कटहर त पाकेकै छैन, अझै साह्रै छ कि। अनि यहाँ मैले सबै मिक्स गरेँ। अनि त्यसपछि मैले ढाकेर अलि बेरसम्म